भन्छ भन्दै गर्दा हिब्रू 11 का 4 विश्वासद्वारा हाबिलले परमेश्वरलाई कैनले भन्दा अझ ग्रहण योग्य बलि चढाए। विश्वासद्वारा ले परमेश्वरको माथि विश्वास गरे है। उलाई थाहा छैन भोलि के हुने, अनसर्टेन छ उसको फ्युचर। तर के भन्छ बच्चाले पहिलो ब्याएको भेडाको पाखोलले परमेश्वरलाई बलिदान अर्पण गरे। थाहा छैन भोलिको अवस्था के छ, भेडाले भोलि ब्याउँछ कि ब्याउँदैन हैन, भोलिको के हो थाहा छैन, अनसर्टेन एकदम अवस्थाहरू बेग्लै छ। तर पनि परमेश्वरमाथि विश्वास गरे, परमेश्वरको प्रतिज्ञामाथि विश्वास गरे, परमप्रभुमाथि फर्स्ट फ्रुटले परमेश्वरमा चढाए। तर कैयनले के गरेको छ भन्दै गर्दा बच्चाले भन्छ अलिक केही समयपछि कैयनले पनि आफ्ना भूमिका उब्जनीहरूबाट केही बचे खुचेकाहरू लगेर राखे। उसले चाहिँ विश्वासले भन्दा पनि उसको परिस्थितिहरूलाई पहिला मेन्टेन गरेको छ। उसको परिस्थितिहरूलाई उसले पहिला टाल्यो, त्यसपछि केही गर्दा पनि सकिएन अनि अलिकति बचे खुचेकाहरू परमप्रभुको भरमा लगेर चढाइदिएका छन्। र वचनले भन्छ परमप्रभुले कैयनको बलिदानलाई एक्सेप्ट गर्नु भएन, हाबिलको बलिलाई एक्सेप्ट गर्नु, किनकि हाबिलले विश्वासद्वारा त्यो अन्योलताको बिचमा, अनसर्टेन भविष्यको बिचमा परमप्रभुको प्रतिज्ञामा रहेर उनले परमप्रभुलाई दिएका कुराहरू छन्। कैयनले चाहिँ के गर्छ, देखेका परिस्थितिहरू अनुसार जिएर उसले परमेश्वरलाई चढाएको फर्मालिटी कुरा गर्नु। तर कैयनले देखेका, हाबिलले देखेका कुराहरूमा होइन, उसले सुनेका थिए परमेश्वर